उता कता घुम्न जाने भन्छ भन्दै जाँदैन ट्र्याक्टर ठाउँ हुँदैन बेचेर जाँदैन त्यो त घुर्किन लगाऊ मलाई जाँदा हुन्छ त्यो त जाँदा हुन्छ त्यही त ओहो म त्यसरी हिँड्ने मान्छे होइन होइन म त्यस्तै हिँड्ने मान्छे त्यही त अनि त्यो पनि जाने अगाडि सल्लाह थिएन होइन त्यो साइली पो धर जाने हो भन कि अघिल्लो दिन कुरा गर ल कसैलाई पनि जान्छु नि भन्न घरमा म त्यसरी जान्छ भने हिँड्यो कसैलाई पनि थाहा भएन मलाई त के को हिँड्नु त म त घुमी मरि बेलुका ठेका यहीँदेखि सजिलो बाटो ल है यहाँ बडो म त बेलातिर पो जाँदैछु त म त जाँदै पो छु त आइतबार पुगिसक्यो अनि फेरि यो बान्नु बिर्सेछु भोटे घर छेउमा आइपुग्नु सम्झ्यो फर्किनु टुल्नु त लाग्छ अनि अघि मेरो भने बात दिन्छ त त्यो अस्ति पो गरिरहेको मेरो त माथिबाट पुग्थ्यो तलको त अलिक हुँदैन होला तिनी बेसी धोएर क्या घाममा सुकाएको कालो कालो कस्तो देखिन्छ एउटा चाहिँ म आज आइतबारे बजार निस्कियो है ठुली आमाको छोरा घर भन्नु न हौ जेठा आइतबारे बजार अहिले त छैन बजार लाग्दैन अहिले चाहिँ फेरि लाग्दैन फाटाफुटा के अरे पसलहरू मात्रै पनि रमाइलो छ उता पनि भएछ मेला गयो होला नि अनि घर आइहाल्छ आइतबारेको बाटो हुँदै गएको यो कुरा सेलरोटी खाने त धुर्बियाले भनेको धुर्बियाले खाउँछ अरे मुनाले पैसा दिइहाल्छ म पक्रेर मुखमा लगाइदिन्छु खुवाइदिन्छु भइहाल्छ दिलीपले बिहार किनिदिन्छ अरे सफारीवालाले मोमो किन्छ अरे सफारीवालाले मोमो किन्छ अरे यो दुईजना केटीले जहीँ किनेर ल्याउँछ अरे यो आइतबारे स्कुलको चौरी आइतबारे स्कुल आधा छैन बाटो जनसेवा हुन्छ जनसेवा रमाइलो लो आयो है भेल भलो हेरेर के अरे भलो मेला लागेको लाग्नु पर्यो नि होइन नि यो त पहिलेदेखि नै लाग्थ्यो पहिलोचोटि चाहिँ लागेको यस्तो भव्य चाहिँ पहिले आउने पूजासुजा आउने यहाँ पूजासुजा गर्ने अनि जाने त्यस्तै मात्रै हुन्थ्यो अहिले चाहिँ अब अलिक लाइटमा भनौँ न अहिले यो भव्य तरिकाले लाग्यो अब जमघट पनि धेरै भयो जनता जागरुक भयो होइन कुरो यही हो अब यसरी गर्दै अब बढ्दै जान्छ होइन बिस्तारै के अरे अनि यसपालि अनि श्रम संस्कृति पार्टीले गर्यो नि त पार्टीले गर्दाखेरि अहिले लाइटमा आयो भने
ओजेलमा परिरहेको थियो अब लाइटमा आयो अँ अब यसरी गर्दा गर्दा अब अर्को साल रोटे पिङ्सली पनि आउला घोडा कुदाउने पनि आउला होइन हो त बाहिरको व्यापारीहरू नै आउला झन् बढ्दा यो ठाउँ साँगो होला पछि गएर अब फेरि शीतल कस्तो छ घाम घाम छैन फोहोर मैला छैन सफा छ ठाउँ ल जाउँ यतापट्टि स्टेज रोटी खानु जाउँ न हो सेल रोटी आइसक्नु तपाईँ त्यहाँ के अरे उसमा बसिराख्नु मञ्चमा बसिराख्नु कि मञ्चको छेउमा बसिराख्नु कि म यहाँदेखि भिडियो गर्दै आउँछु कमिलाई यहाँ नयाँ वर्षको उपलक्ष्यमा यहाँ होली भनेको चाहिँ यहाँ शुक्रबारे र आइतबारेको बिचमा तरकारी जागिर खाको सरकारी छुँदा तिमीलाई